नेपाल जिंदाबाद समाजवादी मोर्चा जिंदाबाद वीर शहीद लाल सलाम वीर शहीद लाल सलाम समाजवादी मोर्चा नेपाल जिंदाबाद समाजवादी राष्ट्रमंत्री दिवस खड्का चाहिँदैन सत्ताको दुरुपयोग गरेर जसले राज्य सत्तामा बसेर सत्ताको उन्मादले दृष्टिविहीन बनेका छन् तिनीहरूले एकपछि अर्को राष्ट्रघात गर्दै जाने तिनीहरूले एकपछि अर्को जनजाति निर्णयहरू गर्दै जाने हो भने एक दिन यो देश टाट पल्टिने अवस्थामा पुगेको छ। आज देशका उद्योगीहरू देशका व्यवसायीहरू देशका सबै क्षेत्र आर्थिक रूपमा टाट पल्टाउँदै गइसकेपछि आज फेरि पनि यो देश कसले सञ्चालन गरिरहेको छ जसले बालिग मताधिकार प्रयोग गरेर जनप्रतिनिधिहरूलाई निर्वाचित गराइयो। आज निर्वाचित जनप्रतिनिधिहरूले भन्दा यो देश माफियाहरूले सञ्चालन गरिरहेका छन्। हिजोको मन्त्री परिषदको निर्णयले माफियाहरूमा एउटा खालको उत्साह जगाएको छ जसले अरबौं प्रकारको करोडौं कर बुझाउन बाँकी थियो जसले करोडौं विद्युत बक्यौदा बुझाउन बाँकी थियो ती विद्युत बक्यौदा बुझाउन नअटेर गर्ने मान्छेहरूले जितिरहेको महसुस गरिरहेका छन् र उनीहरू विजय घाटमा बनिरहेका छन्। लोकतान्त्रिक जिंदाबाद ये लोकतान्त्रिक गणतन्त्र जिंदाबाद समाजवादी मोर्चा चीजको कुनै पनि वस्तुको र कुनै पनि सरकारको बत्ती जाँदाखेरि चम्किने एउटा सरकार थियो एउटा पुरै व्यवसायिक घरमाको घरमा बसेर बनेको सरकार थियो। त्यसैले यसले गर्ने पुरै गतिविधिहरू अहिलेसम्म आइपुग्दा गतिविधिहरू सबै भ्रष्टाचारी गतिविधिहरूमा उद्धत छन् र राष्ट्रघाती गतिविधिहरूमा उद्धत छन्। के मानेमा छन् भने तपाईँले हेरिराख्नु भएको छ। वास्तवमा आज देशको महँगी कालो बजारी अनियमितता र भ्रष्टाचारका काण्डबाट चाहिँ यो सरकार बुझिरहेको छ यसको दिनचर्या बितिरहेको छ। आज देशमा भएका सरकारी जग्गाहरू सार्वजनिक जग्गाहरू देशमा भएका तमाम उद्योग निर्माण भएर सञ्चालनमा रहेका ती जग्गाहरू बेची खाने यो सरकार आज पनि संसद चल्नुभन्दा केही दिन अगाडि कानुन अध्यादेश मार्फत केही संशोधन गरेर देशमा माफियाकरणलाई अगाडि बढा दिने खालका गतिविधिहरू अहिले पनि सरकारले गरिरहेको कुरा तपाईँहरू भन्न चाहन्छ। र फेरि पनि देशभरि आज समाजवादी मोर्चाको तर्फबाट पनि देशभरि विभिन्न खालका विरोधका कार्यक्रमहरू भइरहेका छन्। आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि जुन खालको सरकारको हिजोको यो मन्त्री परिषद बैठकबाट बर्खास्त गरेर अहिलेका यो मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीका आफ्ना साला जितेन्द्र देव साक्यलाई नियुक्ति गरिएको छ र यो वास्तवमा कुलमान घिसिङको बाँकी कार्यकाल 4 महिना मात्र थियो र जसले कुलमान घिसिङको पक्षमा हामीले कुनै उत्तेजनामा आएर उसको पक्षमा भाग भएर गरेको यो आन्दोलन होइन। एउटा नेपाली नागरिकमाथि भएको अन्याय र अत्याचारका विरुद्धमा गरेको यो आन्दोलन हो जसले नेपालमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा यो देशमा 37 अरब घाटामा थियो जसले बेरोजुमा थियो। त्यो 37 अरब बेरोजुलाई फाइनल गरेर त्यसलाई उकासेर 11 अरब पैसा चाहिँ नेपाल विद्युत प्राधिकरणको खातामा जम्मा गर्न सफल भएको एउटा कुशल कर्मचारी। त्यति मात्र होइन उहाँले नेपालका सारा उद्योगी व्यवसायीहरू जसले आफूले माल उत्पादन गरेको वस्तुको रेट आफैले गरेर बेचिरहेका छन् ती दलाल पुँजीवादीहरूले 22 अरबभन्दा माथिको रकम बगौता विद्युत महसुल बगौता तिरेर बाँकी थियो। त्यो बगौता असुली गर्नको लागि उहाँले काटेको चिठीबाट जुन सरकार केपी शर्मा ओलीसँग जो ठोकिने खालको वातावरण बन्यो त्यसपछि उहाँलाई विभिन्न खालका प्रपञ्च रचेर हटाउने खालका चाहिँ खेलहरू भइरहेका थिए। कुलमान घिसिङ जस्तो देशमा 18 घण्टा लोड सेडिङ भएको बेला नेपाल विद्युत प्राधिकरणको निर्देशक हुँदा जसले त्यो लोड सेडिङलाई शून्यमा ल्याउन सक्यो
जसले देशमा भएका विद्युतहरूलाई एउटा ग्रामीण क्षेत्रमा सुधा विद्युतीकरणका तमाम आयोजनाहरू निर्माण गर्न सफल भयो। त्यसैले यी जलविद्युतका आयोजनाहरूमा अप्पर कर्णालीमा होस्, जगदुल्ला हाइड्रो पावरमा होस् र देशका तामाकोशी हाइड्रो पावरमा होस्, तमाम जलविद्युत आयोजनाहरूमा कमिसन भित्रभित्रै त्यहाँ चाहिँ कमिसनका खेलहरू गर्ने तपाईँहरूलाई म भन्न चाहन्छु। जगदुल्ला हाइड्रो पावरमा मात्र 16 अरबको जलखेल भएको। त्यसकारण यो सरकारले उद्योगिक व्यवसायहरूसँग मिलेर उत्पादित वस्तुहरूको रेट बनाएर जलखेल गरिरहेको छ, भू माफियासँग मिलेर जलखेल गरिरहेको छ र यी खोला नालाहरू चाहिँ दर्ता गरेर ठुल्ठुला प्रोजेक्टहरूलाई चाहिँ दर्ता गरेर जलविद्युतका आयोजनाहरूमा चाहिँ माफियाकरण गरिएको छ। त्यसैले देशका तमाम क्षेत्रमा अहिले अस्तव्यस्त अवस्थामा देखिरहेको छ। त्यसैले यो सरकारका जनघाती सरकारका विरुद्धमा त्यति मात्र होइन, तमाम प्रतिशोधपूर्ण व्यवहारहरू देखाइरहेको छ। तपाईँहरू धेरै कुरा प्रभावका पार्टीहरूले यो मुलुकमा के भइराखेको छ, यो देशमा के भइराखेको छ सबै जानकार हुनुहुन्छ। त्यस कारणले धेरै प्रश्न पर्ने अथवा व्याख्या गर्नुपर्ने अवस्था मैले देख्दिनँ। संक्षिप्त रूपमा तपाईँहरूका सामु छोटो रूपमा केही कुराहरू राख्न चाहन्छु। यो सरकारको जन्मदेखि अहिलेसम्म तपाईँलाई थाहै छ। यो सरकारको जन्म हुँदै गर्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाम्रा स्वर्गीय पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको थियो, यो सरकार बिचौलियाको सरकार हो, दलालको सरकार हो भन्नुभएको थियो। राति एउटा दलालको घरमा यो सरकारको निर्माण भएको थियो। त्यसकारणले यो सरकारलाई म गठबन्धन पनि भन्दिनँ, गाँठबन्धन हुन्छ। यो सरकार गठबन्धन होइन, गाँठबन्धन हो। यो सरकार गाँठ गुमाउनका लागि गठन भएको सरकार हो। यो सरकार गाँठ गुमाएकाहरूले देशलाई धोएर गाँठ गुमाएकाहरूलाई बचाउनका लागि निर्माण भएको सरकार हो। यो सबैलाई जानकार छ। अहिलेसम्मका गतिविधिले यो सरकारले गरेका निर्णयहरू सबै हेर्ने हो भनेदेखि प्रमाणित भइसकेको छ र पछिल्लो यो निर्णयले त झन् यो सरकारको गतिविधि, यो सरकारको जन्म कसरी भएको थियो र यो सरकार अहिलेसम्म गरेका निर्णयहरू के विषय र के उसमा गरेको भन्ने कुरा सबैलाई जानकार भइसकेको छ। यो सरकारमा सहभागी मुख्यतः मैले बुझ्ने गरेको अथवा मेरो बुझाइमा 3टा जो मन्त्रीमण्डलमा छ, एउटा भूमाफिया, एउटा जलमाफिया, एउटा मानव तस्कर। भूमाफिया स्वयं प्रधानमन्त्री, जलमाफिया दीपक खड्का, मानव तस्कर आरजू देव। यिनीहरूको यो सबै सरसल्लाहमा यो निर्णय भएको छ र यिनीहरूले यो देशलाई अहिले यिनीहरूलाई देश र जनताप्रति माया छैन। कसरी गाँठ गुमाउने, कसरी गाँठ गुमाएका आफ्ना नेता तथा कार्यकर्ता बचाउने, यो मात्र ध्यान छ। यसकारणले यति बेला हामी साँच्चै गणतन्त्रवादीहरू चुनाव हुनु अति जरुरी छ। समाजवादी मोर्चा जिन्दाबाद, उज्यालो नेपालको अभियानको फुलमान घिसिङ जिन्दाबाद, समाजवादी मोर्चा जिन्दाबाद। संयुक्त मोर्चाका कार्यक्रमका सम्पूर्ण कमरेडहरू, यतिखेर हामी देशमा 2 खालको नीतिबाट हामी भ्रष्ट मन्त्रीमण्डल मुर्दाबाद, उज्यालो नेपालको अभियान त फुलमान घिसिङ जिन्दाबाद, भ्रष्ट सरकार चाहिँदैन, फुलमान घिसिङ फाल्न पाइँदैन, सरकार चाहिँदैन, फुलमान घिसिङ फाल्न पाइँदैन। एउटा प्रतिगमनकारी सडकको सल्बोलाई राखेको अवस्था टेवा पुग्ने गरी निर्णय हुन्छन् भने कहीँ कतै